हेलो गुड मर्निङ सबैजनालाई। हेलो उपासना। आज चाहिँ हामी वक गएको, वकमा पूजा छ त्यसै कारण। अन्त अगाडि चाहिँ दाजु थियो, ओइ छिटो छिटो आइज है भन्दै कराउनु हुँदै थियो। अन्त बिचमा चाहिँ सर हुनुहुन्थ्यो, हामी चाहिँ फलफुल लिएर पछाडि थियौँ। अन्त यताउता हेर्दा चाहिँ कस्तो दामी सिनेरीहरू रहेछ होइन। अन्त राम्रो ठाउँ थियो। उ यहाँ नि रातो च्यादर रहेछ, रातो च्यादरमा चाहिँ पूजा होला नि है भन्दै हामी पछाडि थियौँ नि त। बात मार्दै जाँदै थियौँ। अन्त ठिक्कै सानो च्यादर देख्यौँ रातो, यतै रहेछ पूजा भन्यौँ होइन। उहाँको घर मासतिर चाहिँ सानो बारी रहेछ होइन, मकै सिमीहरू रोपेको। त्यहाँनिर चाहिँ सिमी लहरा लागेर चाहिँ सिट्टा पनि पक्रिसकेको रहेछ। अन्त के छिटो वकतिर त सब्जी निस्किन्छ है भन्दै हामी चाहिँ बात मार्दै जाँदै थियौँ होइन। यो ठाउँ चाहिँ गरम हो नि त, त्यही भएर चाहिँ सब्जीहरू अलिक छिटो निस्किन्छ लेकमा भन्दा चाहिँ बस्तीमा, मतलब बस्ती औलमा अलिक छिटो निस्किन्छ। अन्त उहाँको घर पुग्यौँ। उहाँको घरमा चाहिँ हेर्नु नि यस्तो दामी थियो होइन, दुबो लगाएर होइन, ठुलो आँगन यसो बस्ने होइन। अन्त उपर चाहिँ उहाँकै घरमा पूजा थियो नि त। अन्त हामीलाई जय गुरुदेव भन्नुहुँदै थियो। अन्त दाजुले चाहिँ यतानिर आमा पापा हुनुहुँदो रहेछ, सेवानी भन्नुहुँदै थियो होइन। अन्त ठिक्कै फेरि यता साइडमा टेबल पनि रहेछ, टेबलमा हामीले चाहिँ फ्रुट्सहरू राख्यौँ। त्यहाँदेखि यता उहाँको ठुलो जाजु भन्नुहुँदै थियो र पल्लोपट्टिको चाहिँ सानो भाइ भन्नुहुँदै थियो। अन्त हामीलाई चाहिँ यहाँनिर राख्नुभयो गेस्ट रुम होइन। वहाँनिर चाहिँ अन्त यस्तो दामी थियो उहाँको रुम त, कस्तो दामी राख्नु भएको थियो भने नि भन्नै सक्दिनँ। अन्त फेरि ठाउँमा हेर्नु नि प्लान्टहरू यसरी राख्नु भएको थियो होइन, यस्तो दामी। अब कति फ्रेस नि, कति राम्रो सोच्नु भएको। अन्त म पनि यहाँ कचक्क भएर एउटा फोटो दिइहाल्यो, लु मलाई पनि हेर्नुहोस् है भनेर हो। त्यहाँ चाहिँ हामी सबैभन्दा छिटो आएको थियौँ, किन भन्दा चाहिँ यहाँनिर पूजाको सामग्रीहरू रेडी गर्नु थियो। अन्त हामीले रेडी गरिसकेपछि पूजा सबै गेस्टहरू नै आइसक्नु भएको थियो। अन्त हामी छक्कै आइसकेपछि चाहिँ पूजाहरू सुरु गऱ्यौँ। अन्त दाजुले उहाँको ठुलो पापालाई, घरको ठुलो हुनुहुँदो रहेछ, अन्त उहाँलाई खादा अर्पण गरेर चाहिँ हामीले पूजा सुरु गऱ्यौँ। पूजा सुरु गरिसकेपछि चाहिँ अब यो भिडियो चाहिँ मैले अन्तिमको लाएको, यो अन्तिमवाला मन्त्र थियो। उहाँले चाहिँ फुल बार्नु हुँदै थियो होइन। यो हामीले अन्तिमको प्रार्थना गर्दै थियौँ नि त, मन्त्र भन्दै थियौँ। बिचको चाहिँ मैले हालिनँ, यो चाहिँ लास्टको मन्त्र मात्रै हालेको हामीले चाहिँ, किन बिचको निकै लामो थियो त्यही भएर। अन्त पूजा सकेपछि चाहिँ हामी प्रसादतिर लाग्यौँ। प्रसादमा चाहिँ फेरि राम्रो थियो, यो चाहिँ भगवानलाई चढाएको प्रसाद थियो। अन्त कस्तो नि अब बस्तीको खाना है, मकैको ढेँडो, छोको दाल होइन, सिमीको अचार, चाना पनिर, चाना आलु होइन, कचर। अन्त माम नखानेलाई फेरि रोटी पनि राखिदिनु भएको रहेछ। अन्त कस्तो मिठो थियो। अन्त उहाँले भावुक हुनुभयो है, पूजा सक्सेस भयो भनेर उहाँको घरमा। अन्त हामीले बिदा लिएर उकालो लाग्यौँ। अन्त यता दाजुले पनि बिदा लिनुहुँदै थियो होइन, अन्त हामी चाहिँ उकालो लाग्यौँ। उकालो जाँदै चाहिँ डल्ले खोर्सानी देखेँ फेरि मैले चाहिँ, डल्ले खोर्सानीको बोट होइन, कस्तो मजाले फल्दै थियो भन्नु नि, कता फुल लागिराखेको कता फलिराखेको होइन। नयाँ फर्स्ट डल्ले मैले चाहिँ यहीँनिर देखेर खाएँ पनि। अन्त उपासनाले अब चाहिँ फाइनली आइपुग्यो बाई बाई भने होइन। फेरि यता घुमेर हेरेको त कस्तो दामी घर हेर्नु नि, यहाँ कस्तो दामी घर कि फेरि साइडमा दुबो लाउनु भएको रहेछ, कोही पनि हुनुहुन्थेन। अन्त फाइनली हामी चाहिँ यहाँ आइपुग्यौँ। थ्याङ्क यू सो मच।